हेलो साथीहरू, मेरी छोरी अस्ति 6 मन्थ कम्प्लिट भई र हिजोबाट मैले उसको सोलो जर्नी स्टार्ट गरेँ। सोलो जर्नीको लागि उसको लागि मैले फर्स्ट फुड फ्रेस एप्पल लिएकी छु। यो एप्पललाई मैले मनतातो पानीमा पखालेर पिल गरेँ। अब एप्पल नै किन भन्नुहुन्छ भन्दाखेरि एप्पलमा धेरै फाइबरहरू हुन्छ, भिटामिन सीहरू हुन्छ। एक्चुअली के हुन्छ भन्दाखेरि बेबीहरूलाई सोलो स्टार्ट गरिसकेपछि चाहिँ उस बेबीहरूमा चाहिँ कन्स्टिपेसनहरू देख्न सकिन्छ। सो एप्पल इजिली डाइजेस्ट हुने भएको कारणले गर्दा एप्पल लिएको। अनि मैले यसरी चाखेँ, यो चाहिँ अब गुलियो छ कि अमिलो छ भनेर, किनकि अमिलो फुडहरू बेबीले मन पराउँदैन। र मैले यसलाई चाहिँ 10 मिनट्सको लागि स्टिम गर्न छोडिदिएँ। स्टिम गर्दा गर्दै मैले लास्टमा चेक पनि गरेँ होइन कि राम्ररी पाकेको छ कि छैन भनेर। अनि यसलाई हामीले मजाले ग्राइन्ड गरिदिने। ग्राइन्ड गरिसकेपछि यसमा मैले थोरै दुधहरू पनि मिक्स गरेँ। बेबी भन्दा पनि म धेरै एक्साइटेड थिएँ साथीहरू, र सुरुमा मैले नै टेस्ट गरेँ। एकदमै मिठो भएको थियो यो एप्पल प्युरी। र यसरी बेबीहरूलाई जुठो चाहिँ खुवाउनु हुँदैन। मैले चाहिँ त्यसलाई डिस्कार्ड गरेर फेरि पखालेर युज गरेको है साथीहरू। मेरो बेबीको फर्स्ट एक्सप्रेसन चाहिँ यस्तो थियो। सुरुमा चाहिँ के हुँदो रहेछ भन्दा बेबीहरूले निल्न जानेको हुँदैन, उनीहरूले खेल्न कोसिस गर्छन् होइन। मेरो छोरी चाहिँ फुरफुर फुरफुर गर्दै बसिरहेकी थिए। र यो सिलिकन चम्चाले चाहिँ खुवाउन अलिकति गाह्रो हुँदो रहेछ साथीहरू, किनकि बेबीहरूको त चारैतिर लाग्छ नि त। सो लिनलाई फेरि एकदमै गाह्रो हुँदो रहेछ। त्यही भएर मैले यो सिल्भर स्पुन युज गरेँ। सुरुमा उसले नखाए पनि पछि पछि चाहिँ उसले यो सिल्भर स्पुनको 2-3 चम्चा चाहिँ खायो। एकदमै मिठो मानेर नै खायो उसले। सो म एकदमै धेरै ह्याप्पी भएँ। हुन त म क्रिटिकल केयर नर्स, चाइल्ड हेल्थ नर्सिङ, न्युट्रिसनहरू पढेको छु, तर मदर चाहिँ पहिलोपटक भएको। सो एक्सपिरियन्स चाहिँ छैन। अनि मैले चाहिँ अस्ति 6 महिना कम्प्लिट भएकै दिन उसको लागि एप्पल प्युरी प्रिपेयर गरेको थिएँ कि साथीहरू। तर म एक्लै भएको कारणले गर्दा डर लाग्यो कि मलाई फर्स्ट टाइम खुवाउन अब के हुन्छ, चोकिङ हुने हो कि के हुने हो भन्ने जस्तो भयो। अनि पछि मैले मेरो साथी बिनिसा मनसाहरूलाई कन्ट्याक्ट गरेँ। अनि उनीहरूले मलाई अलिकति सम्झायो यस्तो यस्तो गर भनेर। अनि हिजो चाहिँ उसको पापा भएको टाइममा चाहिँ मैले उसलाई एप्पल प्युरी दिएको। फर्स्ट टाइम खुवाउनु चाहिँ मलाई डर लाग्यो कि साथीहरू। जे भए पनि आमाको मन यस्तो हुने रहेछ क्या। साथीहरूले सोध्नुहुन्छ नि, अनि मैले आफ्नो नलेजको बेसिसमा चाहिँ उनीहरूलाई रिप्लाई गर्छु, इजिली रिप्लाई गर्छु। तर आफूलाई चाहिँ भनेको जस्तो सजिलो नहुँदो रहेछ कि। अब आफ्नो मन चाहिँ बेबीको भएको कारणले गर्दा आत्तिहाल्ने रहेछ। मेरो बेबी चाहिँ हिजो एकदमै नै ह्याप्पी थियो यसरी खाना पाउँदाखेरि। बेबी मात्र होइन, म र उसको पापा पनि एकदमै ह्याप्पी थियौँ कि छोरीले मजाले नै खाइदियो भनेर। सो हामीले पनि सेलिब्रेसन गऱ्यौँ मासु भात खाएर। अनि तपाईँहरूको एक्सपिरियन्स कस्तो रह्यो फर्स्ट टाइम खुवाउँदाखेरि छोरीहरूलाई कमेन्ट गर्नु होला। छोरी होइन, छोराहरूलाई पनि। ओके, स्टे सेफ एन्ड हेल्दी।